कहिलेकाहीँ जीवनमा हामी यति धेरै दौडिरहेका हुन्छौँ कि कहाँ पुग्दैछौँ त्यो नै थाहा हुँदैन। हामी हाम्रो लक्ष्य खोज्छौँ तर शान्ति हराउँछौँ। हामी सफलता खोज्छौँ तर आफूलाई गुमाउँछौँ। सफलता पाउनका लागि नयाँ कुरा थप्नु मात्र जरुरी होइन, पहिले केही कुरा छोड्न पनि जरुरी हुन्छ। किनकि जबसम्म पुरानो बोझ लिएर हिँडिरहन्छौँ तबसम्म नयाँ उचाइमा पुग्न असम्भव हुन्छ। नमस्कार साथीहरू, जीवन दर्शनको नयाँ अङ्कमा यहाँलाई स्वागत छ। हाम्रा भिडियोहरू तपाईलाई कस्तो लाग्छ कृपया सुझाव दिनुहोला। यदि भिडियोहरू मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सफलता के हो? धेरैलाई लाग्छ पैसा कमाउनु, पद पाउनु, नाम कमाउनु नै सफलता हो। तर वास्तविक सफलता त्यो हो जसमा तपाईको मन शान्त छ, आत्मा प्रसन्न छ र जीवन अर्थपूर्ण छ। आज म तपाईलाई 5 कुरा भन्न चाहन्छु जसलाई यदि तपाईले जीवनबाट छोड्नुभयो भने सफलता तपाईले खोज्ने होइन, सफलता तपाईको खोजीमा आउनेछ। हो, सफलता तपाईको पछाडि दौडनेछ। पहिलो कुरा, डरलाई छोड्नुहोस्। डर प्राणीहरूको सबैभन्दा ठूलो कैद हो। डरले तपाईको पखेटा काटिदिन्छ र भन्छ तिमी उड्न सक्दैनौ। तर वास्तविकता के हो भने डर कुनै वास्तविक चीज होइन। डर त तपाईको कल्पना हो, तपाईको मनको कथा हो। कयौं पटक हामीले सोच्छौं यस्तो भयो भने के गर्ने, म असफल भए भने के गर्ने, यस्तो काम गर्दा मानिसहरू हाँस्छन् होला। तर सत्य के हो भने जो प्रयास गर्छ ऊ कहिले हार्दैन। असफलता पनि सफलता नै हो, किनकि त्यसले तपाईलाई सिकाउँछ, बढाउँछ र अर्को सफलताको लागि तयार बनाउँछ। सफल मानिसहरू पनि नडराउने होइनन्, तर उनीहरूले डरको बावजुद पनि कदम चाल्छन्। यही साहस नै सफलताको पहिलो ढोका हो। दोस्रो कुरा, तुलना गर्न छोड्नुहोस्। संसारमा सबै मानिस फरक छन्। फूल पनि एउटै बगैँचामा फुल्छन्, तर सबैको रङ, सुगन्ध, आकार फरक हुन्छ। तर हामी के गर्छौं? हामी आफ्नै फूलको सुगन्ध बिर्सेर अर्को फूलसँग तुलना गर्छौं। ऊ कहाँ पुग्यो, म किन त्यहाँ छैन? ऊ धनी भयो, म किन भइन? यी सोचहरूले तपाईलाई कमजोर बनाउँछन् र तपाईको असली शक्ति हराएर जान्छ। त्यसैले तुलना गर्न छोड्नुहोस्। अरूसँग होइन, आफ्नै हिजोको आफूसँग प्रतिस्पर्धा गर्नुहोस्। आज तपाईँ हिजोभन्दा थोरै राम्रो हुनुभयो भने त्यो तपाईको सफलता हो। संसारमा तपाईको बाटो तपाईको लागि बनाइएको हो। कसैको बाटो नक्कल गर्नुहोस्, आफ्नो बाटोमा हिँड्नुहोस्। त्यही बाटोले तपाईलाई तपाईको गन्तव्यसम्म पुर्याउँछ। तेस्रो कुरा, नकारात्मक सोच छोड्नुहोस्। मबाट हुँदैन, जीवन सजिलो छैन, म दुर्भाग्यशाली हुँ, यस्ता नकारात्मक सोचहरूले तपाईका सबै ढोका बन्द गर्छन्। विश्वास गर्नुहोस्, जीवन नियन्त्रणमा छ। त्यसैले तपाईले सोचेको विचारले नै जीवनको दिशा निर्धारण गर्छ। यदि तपाईले म सक्छु भन्नुभयो भने तपाईको मन, शरीर र ब्रह्माण्ड पनि त्यही दिशातिर लाग्छ। यदि तपाईले मबाट हुँदैन भन्नुभयो भने सबै कुरा तपाईका विरुद्ध खडा हुन्छ। सफल मानिसहरूको रहस्य यही हो। उनीहरू समस्या हेर्दैनन्, समाधान खोज्छन्। अन्धकार होइन, ज्योति देख्छन्। नकारात्मक सोचलाई छोड्न सक्नुभयो भने जीवनमा असम्भव भन्ने शब्द हराएर जान्छ। चौथो कुरा, बहाना बनाउने बानी छोड्नुहोस्। मसँग समय छैन, परिस्थिति मेरो पक्षमा छैन, कसैले सहयोग गरेन, यस्ता सबै बहानाहरू हुन् जसले तपाईलाई आफ्नै कमजोरीमा अड्काइराख्छन्। सफल मानिसहरू समय पर्खदैनन्, उनीहरू उत्कृष्ट समय बनाउनतिर लाग्छन्। सफल मानिसहरू मौका खोज्दैनन्, उनीहरू मौकाको सृजना गर्छन्। जब तपाईँ भन्न थाल्नुहुन्छ यो मेरो हातमा छ, त्यही क्षणदेखि परिवर्तन सुरु हुन्छ। जीवनमा बहानाहरू होइन, जिम्मेवारी लिन सिक्नुहोस्। तपाईलाई कसैले साथ नदिए पनि तपाईँ हिँड्नुहोस्, किनकि तपाईको यात्रा तपाईको मात्र हो। पाँचौं कुरा, नकारात्मक सम्बन्ध छोड्नुहोस्। हामी जसँग बस्छौं हामी त्यस्तै बन्छौं। यदि तपाईँ वरिपरि सधैँ गुनासो गर्ने, डर फैलाउने, अरूको आलोचना गर्ने मानिसहरू छन् भने
त्यो ऊर्जा तपाईमा पनि प्रवेश गर्छ। तपाईको मनले हौसला खोजिरहेको हुन्छ, तर त्यस्ता नकारात्मक सम्बन्धहरूले तपाईलाई तलतिर धकिलिरहेका हुन्छन्। त्यस्ता मानिसहरूबाट टाढा रहनुहोस् जसले तपाईको सपनालाई सानो देखाउँछन्, र त्यस्ता मानिसहरूसँग नजिक रहनुहोस् जसले तपाईलाई विश्वास दिलाउँछन् कि तिमी गर्न सक्छौ। संसारमा सबैभन्दा ठूलो सम्पत्ति भनेको राम्रो संगत हो। जहाँ प्रेम, समझ र प्रेरणा हुन्छ, त्यही सफलताको बिउ अंकुरित हुन्छ। जीवन कुनै युद्ध होइन, जीवन त एउटा नृत्य हो जहाँ तपाईलाई तालमा आउन मात्र बाँकी छ। यी 5 कुरा — डर, तुलना, नकारात्मक सोच, बहाना र नकारात्मक सम्बन्ध — यिनै तपाईको आत्मिक र बाह्य सफलताका बाधा हुन्। जब तपाईँ यी 5 कुरा छोड्न सक्नुहुन्छ, तपाईभित्रको शक्ति जागृत हुन्छ, तपाईको मार्ग खुल्छ, तपाईको आत्मा मुस्कुराउँछ, र त्यो क्षणमा तपाईँ बुझ्नुहुन्छ सफलता कुनै गन्तव्य होइन, यो त यात्रा हो। आत्मज्ञानको, आत्मविश्वासको र आत्मप्रेमको। जब तपाईँ डर छोड्नुहुन्छ, तपाईँ स्वतन्त्र बन्नुहुन्छ। जब तुलना छोड्नुहुन्छ, तपाईँ शान्त बन्नुहुन्छ। जब नकारात्मक सोच छोड्नुहुन्छ, तपाईँ जीवनमा उज्यालो देख्न थाल्नुहुन्छ। जब बहाना छोड्नुहुन्छ, तपाईँ शक्तिशाली बन्नुहुन्छ। र जब तपाईँ नकारात्मक सम्बन्ध छोड्नुहुन्छ, तपाईँ आफ्नो आत्माको आवाज सुन्न थाल्नुहुन्छ। जीवन तब मात्र सुन्दर हुन्छ जब तपाईँ आफ्नै मार्गमा, आफ्नै लयमा पूर्ण सजगता र प्रेमका साथ हिँड्नुहुन्छ। धन्यवाद।